Yes, finally हामी चाहिँ फर्म सबमिट गर्ने क्रममा Well guys, finally हाम्रो ID card आइसक्यो and the main thing guys, look at this beauty, what a beast. Hey guys, welcome back to my fitness vlog on another fitness peak week episode. So finally चाहिँ दिन आइसक्यो हैन, आज हाम्रो के रे वेट दिन जानुपर्ने रहेछ एन्ड आजदेखि हामी काप्स लोडिङ सुरु हुन्छ. सो आजको काप्स लोडिङको मिल प्लान म टोटली सेयर गर्छु. आई विल बी इन्क्लुडिङ दिस इन द भिडियो. अनि त्यसपछि कति खाने त्यो पनि मतलब बडी वेट अनुसार हुन्छ, त्यो सबको आफ्नो आफ्नो बिएमआई हुन्छ, त्यही अनुसार इन्टेक गर्नुपर्छ. एन्ड आजको मिल भनेको 5 देखि 6 मिल हुने हुन्छ. एन्ड देन जसमा चाहिँ काप्स भनेको 25 देखि 50 ग्राम एन्ड प्रोटिन भनेको 25 ग्राम पर मिल, जसमा चाहिँ लिन प्रोटिन मात्र हुन्छ. लिन प्रोटिन लाइक चिकन ब्रेस्ट, अब फिस भयो, बेग फिस भयो. अनि त्यसपछि आज भनेको टोटली कम्प्लेक्स काप्स लाइक स्विट पोट्याटो अर ब्राउन राइस अर राइस केक त्यो सब हुन्छ. सो अब चाहिँ बिहान उठ्यो, पानी चाहिँ टोटली मोडेड भन्दा नि हिजोको तुलनामा गऱ्यो भने हिजोको भन्दा नि आज आधी हुन्छ. सो अब चाहिँ ढिला नगरौँ. सो फर्स्ट पानीको सिप भनेको अब यतिकै त बढी इन्टेक नगरौँ, त्यो पानी मिलाउनुको कारण भोलिको लागि अझ सेड्युल. सो पहिला चाहिँ अब कफी खानुपर्छ. सो मैले चाहिँ नेस्क्याफेको एउटा 1 सर्ट नेस्क्याफे कफी खाइराख्यो भने बडीलाई ड्राइनेस राख्ने गर्छ, जसले गर्दा बडी अझै सेडेड देख्छ. सो यसलाई चाहिँ यसरी गरी मेरो सामानहरू सब यस्तै छ. यो भयो पानी, यो भयो जोख्ने तराजु, आफ्नो ब्रस, चार्जर, त्यसपछि सेभिङ मेसिन्स एन्ड बोर्डर, यो भयो झोला. एन्ड दिस इज यो रुम भयो एट्याच बाथरुम. एन्ड अब चाहिँ यसलाई गिलासमा हाल्ने हो. सो यो चाहिँ 1 सर्ट एन्ड पानी चाहिँ खोल्न नि अप्ठ्यारो होला. पानी चाहिँ एकदम मेबी 10 ml 1 सर्टको लागि. सो ओके, पहिलो पानी चाहिँ आजको विथ कफी. पानी चाहिँ यति न, कफी यो चाहिँ सिप गरी मजाले यसलाई इन्जोय गर्दै पिउने हो. त्यसपछि नुहाउने हो. एन्ड फ्रेस भइसके पछाडि लुगासुगा लाउनु अगाडि चाहिँ के अरे एकपल्ट कन्डिसन पनि देखाउँछु. अनि त्यसपछि लुगा लाएर अनि त्यसपछि निस्कौँला. आज ओभरअल पुरै भिडियो हान्ने हो, त्यही प्लान गरिरहेको छु. यहाँबाट अब 7:30 तिर फ्रेस भएर हामी हिँडिहाल्ने हो. हाम्रो जाने लोकेसन भनेको नयाँ बजार नेपाल ब्याङ्किट भन्ने लोकेसन रहेछ. त्यहाँ 8 बजी पुगिसक्नु पर्ने रहेछ. त्यसरी चाहिँ इन्फर्मेसन आएको रहेछ. र अरू बाँकीको इन्फर्मेसनहरू आउने बित्तिकै म अपडेट गरौँला. बट त्यतिन्जेलसम्म हामी कफी इन्जोय गरौँ. पानी एकदम कम छ कि, पानी मेबी 10 देखि 15 ml होला, त्यस्तो आज एकदम कडा कफी भयो यार. यो त पहिलो पानी. वाओ. वेल गाइज, कफी पनि सक्यो. अब चाहिँ ढिला नगर्दै हामी चाहिँ अब फ्रेस हुनुपर्छ. अझै ब्रस नि गरे होइन, अब ब्रस गर्ने हो. अनि त्यसपछि ब्रस गरिसके पछाडि पहिलो मिल लिने हो, जसमा प्रोटिन हुन्छ. लिन प्रोटिन मेबी लाइक कति भन्दाखेरि 25 ग्राम जति प्रोटिन लिन्छु होला. त्यो पनि भिडियोमा इन्क्लुड गर्छु. ल, प्रोटिन लिनु अगाडि फ्रेस भएर कन्डिसन पनि देखाउँछु. त्यसपछि बल्ल प्रोटिन लिने हो, लुगा लाउने हो, अनि त्यसपछि बल्ल निस्किने यहाँबाट. चेकआउट कन्डिसन यस्तो छ. पुरै जाँगरी लाग्दैन, बसानी आएको चाहिँ बरा.
यो चाहिँ मिल रहेछ लिन चिकन ब्रेस्ट एन्ड बोइल स्विट पोटाटो। सो यो चाहिँ मेरो जोख्ने मेसिन एन्ड मेरो फर्स्ट मिल चाहिँ 25 ग्राम अफ प्रोटिन, सो द्याट मिन्स लाइक 85 ग्राम अफ बोइल चिकन चाहिँ लिन्छु है। त्यो चाहिँ म जोखेर देखाउँछु है त। स्टार्ट गरौँ है त। सो यो भयो अन, देन लाइट चाहिँ अफ गरिदिउँ। सो लाइट भयो अफ। सो आई विल बी टेकिङ 85 ग्राम अफ बोइल चिकन, 113 ग्राम। आई विल ब्रेक दिस वान, 103। अझै यसलाई सानो गर्ने, 93, 76। सो ओके गाइज, फाइनली यो हाम्रो चाहिँ फर्स्ट मिल। सो इट्स आवर फर्स्ट मिल 85 ग्राम अफ बोइल चिकन। सो यसलाई चाहिँ अब मजाले खानुपर्छ अनि त्यसपछि थोरै पानी खाएर लुगा लगाएर हामी चाहिँ निस्किनुपर्छ आफ्नो वेडिङको लागि, वेट दिनको लागि। सो फाइनली गाइज वी आर गोइङ टु ह्याभ आवर फर्स्ट मिल। सो इन्जोय। चिसो न चिसो हो तर केही मिठो छ। सो इट्स आवर फर्स्ट मिल where we are getting 25 gram of protein. It's a boiled chicken. So in future खाएर सकेर चाहिँ हामी जानुपर्छ। हामी चाहिँ रेडी भइसक्यो होइन, अब चाहिँ निस्किनुपर्छ। समय भनेको 7:40 मिनट भइसक्यो। यहाँबाट होटलबाट बाहिर निस्कियो अनि त्यस पछाडि के अरे इन ड्राइभ बुक गर्ने हो। त्यसपछि हामी डाइरेक्ट डेस्टिनेसनमा जाने हो। गाइज वी आर अन द वे। हामी चाहिँ होटलबाट निस्किसक्यो एन्ड दिस इज आवर लोकेसन। वी आर गोइङ। अब यहाँ एकछिन बसेर हामी चाहिँ इन ड्राइभ रिक्वेस्ट गर्ने हो, देन वी विल बी मुभ। वेल गाइज हाम्रो इन ड्राइभ आइसक्यो एन्ड हामी चाहिँ इन ड्राइभमा अब लोकेसनतिर गएर। हाम्रो लोकेसन भनेको नेभर ब्याङ्क्वेट, इट्स इन नयाँ बजार। सो यहाँबाट अराउन्ड 2 किलोमिटर जति थियो, बट यहाँ नयाँ भएको कारणले गर्दा, नयाँ भन्दा पनि यो हिँडेर जान अलिक पोसिबल थिएन। इट्स बिकज काप्स पनि कम थियो अनि त्यसपछि अलिकति हिँडेर जान पनि रिस हुन्छ। देयरफोर मैले चाहिँ के डिसाइड गरेँ भन्दाखेरि इन ड्राइभमा गएको अझ बेटर होला अनि छिटो पनि पुगिन्छ। लोकल गाडीमा गयो भने त्यो 10 ठाउँमा रोकी जान्छ, त्यसले गर्दा ढिला पनि हुनसक्थ्यो, म्याक्सिमम् चान्सेस चाहिँ थियो। सो इन ड्राइभ बुक गरी हामी इन ड्राइभमा सरर बिहान हिँडेको, ज्याकेट लगाएर। बिहान हिँड्न त चिसो हुँदो रहेछ, मोटरसाइकलमा गुटुङ टुङ 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 कुदायो भाइले, तर जे होस् राइडर चाहिँ राम्रो थियो। फ्ल्याग जिप। वेल गाइज फाइनली वी आर हियर नेभर ब्याङ्क्वेट। अब हामी चाहिँ वेडिङको लागि वेडको लागि हाम्रो गुरु आइसक्नु भएको, हाम्रो गुरु एन्ड हाम्रो दायाहरू। सो नाउ वी आर चाहिँ गइरहेको। Yes, finally हामी चाहिँ फर्म सबमिट गर्ने क्रममा इट्स आवर फर्म। दाइले चाहिँ हेल्प गरिदिनु भइरहेको, दाइले धेरै थ्याङ्क्स। अभिषेक के लेख्छ? एबिएच
गाह्रो समय आइसक्यो सेट बसेर हुने होला सो यो वेटिङ माई टिम म्यानेजर लाइनअप गर्नु है त स्ट्राटेजी खेलाडीका लाइनअप गर्नु होला वेल गाइज फाइनली हाम्रो आइडी कार्ड आइसक्यो एन्ड द मेन थिङ गाइज लुक एट दिस ब्युटी वाट ए वेस्ट रेजिस्टर गरिसक्यो हाइट पनि नापिसक्यो एन्ड नाउ जस्ट वेटिङ नाउ इट्स टाइम टु हेभ सम कम्प्लेक्स काप्स बट लेट्स सी हाउ इट गोज गाइज आफ्नो मेजरमेन्ट सकिसके पछाडि अब हामी चाहिँ जिमको एक्स्ट्रा सामान लिन वी आर हन्टिङ द बडी बिल्डिङ टाइम त्यसैको लागि निस्किसकेको छौँ गुगल म्याप फलो गर्दै एन्ड दिस इज द मार्केट अफ नयाँ बजार मार्केट एन्ड वी आर मुभिङ गाइज गाइज एगेन हामी इन ड्राइभ बुक गरी हामी चाहिँ बडी ट्यानको तलासमा हिँडेको एउटाकोमा फोन गरेको त्यहाँ रहेछ भनेर हामी त्यहीँ जान लागेको सो यहाँदेखि 1.5 किलोमिटरको बाटो थियो तर हिँडेर जान पोसिबल थिएन गल्ली गल्ली कता कता फेरि अन्तै जाने हो कि त्यसले गर्दा इन ड्राइभ बुक गरेर छिटो गएर छिटो आउनुपर्ने काम थियो र पो निस्केको सो इन्जोय द रुट वेल गाइज यहाँको काम सक्यो एन्ड नाउ वी आर हेडिङ टुवर्ड्स आवर होटेलतिर गइरहेको एन्ड पछाडि यु क्यान सी बिग मार्टबाट अलिअलि सामान लियो लाइक सोर्स अफ प्रोटिन एन्ड कम्प्लेक्स काप्स लियो अब होटेल पुगेर चाहिँ भिडियो बनाउने छु एन्ड अब इन ड्राइभ चाहिँ अर्डर गरिसकेँ आइरह सो गाइज हामी इन ड्राइभ पाइसक्यो र इन ड्राइभमा चढी हामी चाहिँ होटेल फर्किन लागेको होटेल फर्किँदा लास्ट चर्को घाम थियो भोक नि मस्त लागिरहेको थियो पानी पनि खाएको थिएन पुरै हालत खराब थियो घाम चाहिँ चर्को लागिरहेको थियो कतिखेर होटल पुग्ने र कतिखेर केही खाउँ अथवा आफ्नो मिल खाउँ भनेर दिमागमा त्यही चिज चलिरहेको थियो बट डजन्ट म्याटर हामी जसरी भयो नि वेल गाइज रुम चाहिँ आइपुग्यो होइन अब एकछिन फ्रेस हुनुपर्छ अब चाहिँ त्यसपछि मिल खानुपर्छ सो सी यु इन द मिल वेल गाइज नाउ इट्स टाइम टु ह्याभ अ मिल टाइम पनि भइसक्यो इट्स गोइङ टु 3 बज्न लागिसक्यो होइन सो मसँग प्रोटिनको सोर्स भनेको चिकन ब्रेस्ट बोइल लिन सोर्स अफ प्रोटिन बोइल चिकन छ होइन सो यु क्यान सी हियर यो चाहिँ म बोइल चाहिँ गरेर राखिसकेको थिएँ सो दिस इज आवर बोइल चिकन एन्ड यो चाहिँ मेरो मेजरिङ वेट मेजर गर्ने मेसिन एन्ड वी हेभ अ स्विट पोटाटो सो फर्स्ट अफ अल हामी चाहिँ के गर्नुपर्छ भन्दाखेरि हामीले चाहिँ ट्याक्क पहिला यो अन चाहिँ मिटर चाहिँ अन गर्नु पऱ्यो मिटर ओके हामी चाहिँ यो मेसिन चाहिँ अन गर्यो लाइट चाहिँ बुझाइदियो एक्ज्याक्ट पनि दिन्छ सो यो चाहिँ हाम्रो अन भइसक्यो ओके आई विल मेक इट अफ देन अन हाम्रो आइसक्यो नाउ 00 सो अब मलाई एक मिलमा भनेको 24 ग्राम अफ प्रोटिन चाहियो सो त्यसको लागि मैले 85 ग्राम अफ बोइल चिकन राख्छु बोइल चिकन ब्रेस्ट लिन चिकन ब्रेस्ट एन्ड यो चाहिँ अलिकति बढी नै भइदियो सो आई विल टेक दिस वान सानो एक्ज्याक्टली इट्स 97 सो ओके 87 ग्राम अफ बोइल चिकन 87 ग्राम अफ बोइल चिकन मैले चाहिँ यसमा राखेँ एन्ड देन वी विल बी ह्याभिङ 200 ग्राम अफ स्विट पोट्याटो किन भन्दाखेरि आज हामी काप्स लोडिङ गरिरह हुन्छ नि भोलि हाम्रो गेम छ सो वी विल बी लोडिङ काप्स सो एक्ज्याक्टली आई विल पुट हियर 200 ग्राम 200 ग्राम ओके 211 भइसक्यो अब म यसलाई निकाल्छु ओके नाउ 205 सो 209 201 ग्राम स्विट पोट्याटो एन्ड 85 ग्राम अफ बोइल चिकन सो यो चाहिँ मिसाउने हो बेड बस्ने हो नाउ वी गोना स्टार्ट आवर मिल कम्प्लेक्स काप सोर्स अफ कम्प्लेक्स काप स्विट पोट्याटो
के भन्दाखेरि अघि हामी आफ्नो वेट एन्ड त्यसपछि हाइट मेजर गऱ्यो। अब उहाँबाट पाएको क्वेसनहरू देखाउनु पऱ्यो। आई एम फिलिङ भेरी एक्साइटेड है। त्यस्तो त्यस्तो चिजहरू छ। सो होल्ड अन, हामीसँग के छ म देखाउँछु ल। हालत टोटली खराब छ भाइ। हालत भनेको पुरै फटिरहेको। कस्तो भन्दाखेरि अब पानी टोटली मोडरेट भन्दा पनि मोडरेटको मोडरेट भइसक्यो। अब भोलि चाहिँ पानी अब हेरौँ के कस्तो हुन्छ। सो आज अवस्था टोटल्ली भनेको एकदम हार्ड एन्ड हार्ड छ। कहाँ चाहिँ कुखुरा भोलि के गर्नु, प्रेपमा नभएको भए भोलि गेम नभएको भएलाई किनेर सट्ट दिन हुन्थ्यो। बट एनिवेज अब चाहिँ त्यो कोसेली हेरौँ है त गाइज। एन्ड वेल गाइज, अघि हामी चाहिँ 8 बजे निस्केर हामी नेपाल ब्याङ्कमा गएर आजको प्रक्रियाहरू कुरा गऱ्यौँ, जसमा चाहिँ हामी फर्म सबमिट गऱ्यौँ। अनि त्यस पछाडि चाहिँ आफ्नो हाइट मेजर गऱ्यौँ एन्ड देन आफ्नो ट्याग पनि लियौँ। त्यसपछि त्यति गरिसके पछाडि हामी चाहिँ यो पायौँ, सिधा डिटेल्स, यहाँ डिटेल्स लेखेको छ। यो झोलाभित्र चाहिँ हामीलाई के आयो भन्दाखेरि एउटा यो टी सर्ट्स म खोलेर जान्छु। यो चाहिँ टी सर्ट्स, ओके। अगाडि ब्रान्डको नाम लेखेको छ, पछाडि चाहिँ इभेन्टको नाम 17 धर्मश्रीको यो पायौँ। अनि त्यस पछाडि हामीसँग सर्ट्स थिएन, सर्ट्स पनि किन्यौँ। एन्ड साइज 28 सेन्टिमिटरको कम्मर भइसक्यो मेरो। सो यो सर्ट्स पनि किन्यौँ। यो चाहिँ किनेको, यो पाएको होइन। त्यसै गरी हामी ज्यानमा लाउनलाई यो बडी ट्यान पनि किन्यौँ, 57 ग्राम, 56 or 57 ग्राम, लास्ट एक्सपेन्सिभ पऱ्यो यो। अनि त्यसै गरी हामीले पाएको चिजहरूमध्ये हामी पायौँ आफ्नो आइडी, सिरिजमा यो आइडी। यसमा ओभरअल एभ्रिथिङ छ, कम्पिटिटर, आइडेन्टिटी कार्ड्स, नेम एन्ड क्लब एन्ड इभेन्ट यो पायौँ। सो भोलि द गुड थिङ यु क्यान सी, चेक आउट दिस वान। वाउ गाइज, यो चिज पायौँ। एन्ड भोलि चाहिँ टक्क लाएर यसरी गयो भने वाउ, त्यो फिलिङ्स नै बेग्लै हुन्छ। ओके, सो यो पायौँ। एन्ड देन आफ्टर वी गेट आवर ट्याक्स। यो ट्याक्स म देखाइरहेको छैन। सो गाइज आई वान्ट यु गेस ट्याग, यदि ट्याग नम्बर गेस गऱ्यो भने होइन मेबी केही न केही चिज सरप्राइज छ। करेक्ट गेस गर्ने मान्छेलाई म केही न केही चिज आफ्नो फर्मको तर्फबाट केही न केही चिज गिफ्ट गरिदिउँला। इट विल बी रिलेटेड विथ फिटनेस फिल्ड्स, लाइक सर्ट्स पनि हुनसक्छ, जिम स्यान्डो पनि हुनसक्छ। सो त्यस्तो थिङ्सहरू। सो गाइज, यदि भिडियो फर्स्ट टाइम देखिराख्नु भएको छ भने लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। भिडियोमा के राम्रो र के नराम्रो लाग्यो त्यो पनि फिडब्याक कमेन्ट गरिदिनु होला। एन्ड अबको काम चाहिँ रेस्ट गर्ने हो, मिल लोड गर्ने हो, फ्रेस हुने हो। अझै कपाल काट्न बाँकी छ। एउटा साथी लिएर आउनु पर्ने, साथी चाहिँ मैले भनेको, तर उहाँको चाहिँ अलिकति काम भइदिएकोले गर्दा चाहिँ उहाँ असमर्थ हुनुभयो। बट इट्स ओके, दाइहरू छन्, दाइहरू सपोर्ट गरिदिइराख्यो। बट आइ एम स्टिल ह्याप्पी। अब कन्डिसन टोटली खराब छ, हालत खराब छ। यो मुख कस्तो भइसक्यो, पुरै जलाई टोटली पकआउट भइसक्यो, तिर्खा पनि लगाइसकेको छ। अब चाहिँ बढी चाहिँ बोल्न सकिन्न होला। सो अब चाहिँ डाइरेक्ट यहाँबाट तल चाहिँ मेबी थोरै कफी पिउँछु होला, अनि त्यसपछि कपाल काट्छु होला। भोलिको लागि प्रिपरेसन गर्नु पऱ्यो, अरू पनि के चिज छ। सो भिडियो चाहिँ आजलाई यतिसम्म नै हुन्छ। भोलिको लागि नयाँ भिडियो आउने नै छ पक्कै। तर भोलि चाहिँ यसो मान्छे साथीहरू भेटेछ भने ठिकै छ, होइन भने कसैले बोलाएर पनि पैसा दिएर पनि है भोलिको भिडियो सुट गर्न लाउने नै छु। सो गाइज, टेक केयर, स्टे हेल्दी, स्टे फिट, स्टे ह्याप्पी। र फिटनेसमा ध्यान दिनुपर्छ, अलिकति ज्यान चाहिँ हुनपर्छ है। जहाँ गयो भने मान्छेको भिडमा गयो भने मान्छेले फर्किहेरोस् के, अलिकति मान्छेको एट्र्याक्सन आओस्, वाउ बडी सुड बी लाइक दिस, यस्तो हुनुपर्छ भनेर। जे होस् अलिक आइडल टाइपको कि
अरूको लागि भयो नि भन्दा पनि आफू चाहिँ स्टे फिट बस्ने, अरूले देख्यो भने देखेर मोटिभेट हुने कि। सो त्यस्तो खालको हुन्छ। ओके गाइज, टेक केयर, स्टे ह्याप्पी, स्टे हेल्दी है त। बाई, सी यु टुमोरो इन नेक्स्ट ब्लग।